छोरी के भयो तँलाई? कसले के गर्यो? यता सुन बाजे, रुद्राले पैसा नदिएको पनि 3 पुरा भएर 4 वर्षमा लागिसक्यो। आज पनि दिएन भने त्यसको घरमा गएर कुखुरा भैँसी बाख्रा के छ सबै उठाएर ल्याउनु पर्छ, बुझिस्? त हतारमा छस् त, कता हिँडिस्? दिदी छोरी जे नहुनु थियो भइसक्यो। अब आफूले आफूलाई कमजोर बनाएर केही फाइदा छैन। अब यसको फैसला काजीबा आएपछि गर्नुहुन्छ। होइन, यो केटी कहाँ गई? छिनको छिनमै हराइ त। खोजिसक्यो त्यो केटालाई भेटेन। अब हामी आफ्नो घरमा जानुपर्छ। त्यो केटा यो गाउँ छोडेर भागिसक्यो जस्तो छ। काजीबा त्यसलाई फेरि एकचोटि खोज्ने पो हो कि? त्यसलाई यत्तिकै छोड्यो भने त फेरि यस्तो व्यवहार नगर्ला भन्न सकिँदैन। पुरै गाउँ खोजिसक्यो, त्यसले कहीँ भेटेको होइन। अब त्यसले कहाँ खोज्ने? मलाई लाग्छ त्यो केटाले यो गाउँ छोडेर भागिसक्यो। त्यो त हो काजीबा, न त त्यो केटालाई हामीले चिनेको नै छौँ, न त त्यो केटाको फोटो नै छ। पुलिसलाई उजुरी दिएर त केही फाइदा छैन जस्तो छ। बरु तिमीहरू राम्रोसँग सुन, अबदेखि उपरान्त यो गाउँमा नयाँ मान्छे कुनै छिर्यो भने मलाई तुरुन्तै खबर गर, बुझ्यौ होइन त? हुन्छ काजीबा। ल अब तिमीहरू पनि घर जाऊ, मलाई पनि अलिक हतार छ। मेरो मित छोरी गाउँ आउँदैछ। ए हस् काजीबा, हामीलाई नि हतारै छ, घरमा बाख्रा बस्तु भोकै छ। हस् त हस्। जय भैरव। त्यो साले रुद्रेको घरमा पैसा उठाउन हिँडेको मान्छे कहाँबाट त्यो कल्पनाको छोरीमाथि त्यस्तो घटना घटेर त्यसको घरमा जानै पाएन नि। ओहो मितबा, नमस्ते। ट्यासिटिल्ला जोरले जो लोक ढोक दिया लाल सामान। नमस्ते। अनि छोरी तिमी भर्खर आउँदैछौ? आउन त बिहानै आइपुग्थेँ नि मितबा, के गर्नु म चढेको गाडी नै लास्टै खटारा परेछ। 10वटा जति ठाउँमा त मजाले बिग्रेको गन्या हो। त्यो पछिदेखि त कतिचोटि बिग्रे मैले गन्नै छाड्दै। के हो मितबा, अब समाजको यत्रो गन्ने मन्ने मान्छे भएपछि त मजाले एउटा मित छोरीलाई ब्रान्ड न्यू गाडी झिकाउनु पर्दैन, लिन पठाउनु पर्दैन। सब त्यो यात्राले गरेर फिगरे सबै बिग्रेछ मेरो त धुलोले। हाम्रो म्याम चढ्ने गाडी पनि जहिले खटार पर्दो रहेछ। चुप्लाट। अनि छोरी बालाई चाहिँ कस्तो छ नि? घर बाला पनि ठिक छ क्या मितबा। अब बालाई पनि जाउँ भने त हो नि, मानेनन्। अब बितो बग्दो छ भनेर टेर्दै टेरेनन्। म चाहिँ मितबा भएको ठाउँमा मजाले गएर 2-4 दिन यसो घुमेर आउँछु भनेर आएको, खटारा गाडीले गरेर सबै झुरे गर्दै नि। ल ठिक छ छोरी, बालाई पनि पछि बोलाउँला। यो बाटोमा बसेर के कुरा गर्नु? जाउँ हिँड गर, उतै बसेर कुरा गरौँला। तिमी पनि थाकेर आएको होला। हस् मितबा, अब घरै गएर गफ गरौँ। त्यो खटारा गाडीले गरेर पुरै ज्यानै दुखिरहेछ। चम्चे ल देख्छु म। ल जाउँ 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 न, कस्तो साइड जुराएर हेरेर बसेको मितबा पनि। चम्चे हिँड्न अघि अघि। ल फलो मी। ओहो काजीबा, नमस्ते। अनि चम्पा, तिमी पनि आएकी रहेछौ त, कहिले आयौ तिमी? कहिले आउनु नि, भर्खर आउँदैछु। अनि मितबा, यो निशाले पनि बिहा गरिसक्यो हो र? अहिले हो त, यिनीहरूले बिहे गरेको त 4-5 वर्ष भइसक्यो। अनि मितबा, कोसँग बिहे भयो नि यो निशाको? कोसँग हुनु नि, त्यही माथिल्लो घरे उर्मिलाको छोरो विनोदसँग।
ए भनेपछि अब यो निसाको घरमा मजाले ताण्डव नृत्य मच्चाएर मात्रै म घर फर्किन्छु। यो होइन बात। अनि काजी बा त्यो केटोलाई भेट्यो त? कहाँ भेट्नु नि, पुरै गाउँ खोजिसक्यो तर त्यसलाई भेट्नु सकेन। मलाई लाग्छ त्यसले यो गाउँ छोडेर भागिसक्यो। पुलिसलाई रिपोर्ट गर न त एकचोटि। अघि विनोदले पनि त्यही कुरा गर्दै थियो, अहिले तिमी पनि त्यही कुरा गर्छौ। अनि पुलिसलाई रिपोर्ट गर्नुलाई न त्यसलाई कसैले चिनेको छ न त्यसको फोटो नै छ। अनि पुलिसलाई रिपोर्ट गर्नुलाई के आधारले रिपोर्ट गर्ने? त्यो त हो नि काजी बा। बरु एउटा कुरा सुन, अबदेखि आइन्दा यो गाउँमा नयाँ नौलो मान्छे आएको देख्यो भने मलाई खबर गरिहाल है। हस् हुन्छ काजी बा। ल अहिले हामी घर गयौँ, काहीँ कतै त्यसलाई फेला पार्यो भने मलाई खबर गरिहाल है। ल मितबा हजुरहरू जाँदै गर्नुहोस्, म चाहिँ यसो गाउँ घुमेर आउँछु है। घरमा आउनु पाएको छैन तिमीलाई चाहिँ अहिलेको अहिले किन गाउँ घुम्नु जानु पर्यो? थाकेर आएको छौ, भोक पनि लागेको होला, खाजा खाऊ, आराम गर, भोलि घुम्नु गयो भइगयो नि। ए मितबा अब खाना लाउनको त तपाईँ पिरै नगर्नु न मितबा। मितबाकोमा आएको छु, मजासँगले 2-4 दिन बस्ने हो क्या। अहिले चाहिँ यसो गाउँ कस्तो भएछ घुमेर आउँछु भनेर पो त। टेन्सनै नलिनु न मितबा, डोन्ट माइन्ड के। चम्चे ब्याग चाहिँ राम्रोसँगले सम्हालेर राख्दिनँ नि त्यहाँ। ल गाउँ घरमा भाट मैला चाहिँ मचाउने काम नगर है, छिटो गएर आयो ल। के गर्नु, यिनी गाउँमा छिरेकी एउटा न एउटा तमासा भएकै हुन्छ। भरे यसो सुन, तँ चाहिँ यो ब्याग राखेर आइज, कल्पनाकोमा गएर यसो गफ गरेर आउनुपर्छ तँ र म पनि। हस् काकी। साँच्ची विनोद त्यो केटो को हो र त्यो कल्पना दिदीको छोरीमाथि किन त्यसरी दुर्व्यवहार गर्यो? त्यही त भने आमा, म पनि छक्क परिरहेको छु। यो गाउँमा अहिलेसम्म मैले त्यो केटालाई देखेकै छैन र मन्जु बहिनीमाथि किन यस्तो व्यवहार गरिरहेछ, म पनि छक्क परिरहेको छु। भने पुरा गाउँ खोजिसक्यो तै पनि त्यसलाई कतै भेटेन। पक्कै पनि त्यो भागेकै हुनुपर्छ। त्यही त भने, यो गाउँमा भएको भए भेट्नुपर्ने, त्यो पक्कै पनि भागेको हुनुपर्छ। ल आमा तपाईँ खाना पकाउँदै गर्नुहोस्, म पारी खेतमा गएर एक भारी घाँस लिएर आउँछु। ओहो काकी नमस्कार गरे। नमस्ते नानी। नमस्ते दाई नमस्कार। अनि कताको सवारी हो दाई? कता निस्किन लाग्नु नि, पारी खेत गएर एक भारी घाँस लिएर आऊ कि भनेको। अनि चम्पा तिमी कतिखेर आइपुग्यौ नि? म पनि भर्खर घर आएको। काकीसँग भेट्न भएको पनि धेरै भइसकेको थियो, त्यही भएर यसो गफ गरौँ भनेर आएको नि। ल चम्पा बहिनी तिमी आमासँग गफ गर्दै गर्नु, म पारी खेतमा गएर एक भारी घाँस लिएर आउँछु। गाई बस्तु भोकाइसके। ल म अहिले जान्छु है। हस् दाई छिटो आउनु है दाई। अनि काकी विनोदले पनि के गरेछ होइन त? मलाई पनि थाहा थियो, अघि मृदुबाले बाटोमा चिनाउनु भएको। बे गरिसक्यो नि। अनि तिमीहरूको पनि भेट भइसक्यो र? अघि आउँदाखेरि बाटामा भेट भएको थियो, मलाई त देख्दै मुडो भएर आएको। ए काकी भित्राउनै परेपछि 16 कला सम्पन्न बुहारी भित्राउने नि हौ। कस्तो एउटै कला नभएको त्यस्तै चोथाले बुहारी भित्राएको, देख्दै अलक्षण लाग्दो। त्यही त भने चम्पा, मलाई पनि अहिले त साह्रै पछुतो लागेको छ। केही न कामको बुहारी भित्र्याएर। काकी मैले त तपाईँ आफ्नै काकी जस्तो लाएर मात्रै भन्ने है। त्यसले पहिला गाउँका कन्ता केटाहरूलाई बिगारी। एउटा केटोले त खप्नु नसकेर रुखमा तुर्लुङ्गा झुलेर सुसाइड गरेर मरे। त्यसको हातमा भड्केर त्यसलाई तर्साएर त्यसलाई मार्दा भए पनि त हुन्थ्यो नि। त्यसको आनी बानी चाहिँ ठिक छैन है, मैले भनिदिएको छु। फेरि आफ्नो बडी बोल्ने बानी छैन काकी। के हो बडी बोल्ने बानी नै छैन? ए हो र चम्पा, अब छोराको अगाडि हुँदाखेरि
बाघ जस्तै बन्छे छोराकै अगाडि यसो वचन लाउँ भने पनि गरौँ किचकिच गरौँ किचकिचै नगर्दा त उसै सन्किहाल्छ वचन लाउँ भने त झन् छोराको चित्त दुख्ला भन्ने पिर त्यही भएर जति पर्या छ यो थाप्लामा सहेर बसेकी छु नि कम त पिर छ मलाई हेर्नुहोस् काकी आफ्नो फेरि बढी बोल्ने बानी छैन म चाहिँ तपाईँको ठाउँमा भएको भए त्यस्ता चोथाले बुहारीलाई म त घरबाट लात हानेर टिकै हानेर निकालिदिन्थेँ ल तपाईँबाट मात्रै चुप्प लाएर बस्नुभयो फेरि आफ्नो बढी बोल्ने बानी नै छैन मैले पनि पहिल्यैदेखि निकाल्न नखोजेको त कहाँ हो र तर छोरोका आर पाएपछि निकाल्नै सकिँदो रहेछ मेरो प्रयास कहिल्यै सफल हुन सकेन होइन काकी हाम्रो दाइले पनि कति केटी ल्याएको भने त्यस्तै केटी बिहा गर्नुभन्दा त बरु कुमारै बसा भयो हेर्नु त त्यो केटीको न चाहिँ रुपैयाँ छ न चाहिँ जिरो फिगर देखेर फिगरमा फिदा भएर ल्यायो भन्दा पनि फिगर पनि त्यस्तो छ गोबरा लात्ती ल्याने जस्तो छ फिगर त्यस्तो केटी बिहा गर्नुभन्दा त त्यत्तिकै बसा भयो हुन्थ्यो है मलाई त्यो घरै आउनु मन लाग्दैन काकी त्यो चोथाले सम्झ कि त्यत्तिकै मुडो पार आउँछ छ्या फेरि आफ्नो बढी बोल्ने बानी छैन के यही त भने चम्पा अब छोरो डुगुलन्ठङ त्यस्तै छ भर्खर लपरे झैँ गरेर धारामा गए धारामै जिस्केर बस्दिने घाँस काट्न गयो घाँस काट्ने ठाउँमै जिस्केर बस्दिने जहाँ गयो ती जिस्केर र चलेर बस्दिने यो चोथाले बुहारी देखेर मलाई बुहारी मात्रै के भन्नु आजकल त छोरो पनि बुहारीकै पछाडि लाग्न थालिसक्यो के भन्छन् नि फर्याको मुजा पस्या के भन्छन् नि त्यस्तै भइसक्यो छोरो नि भरस्टै बिग्रेर म त कोही बेला त कहाँ गएर मरौँ जस्तै हुन्छ अब मरेर त हुनेवाला केही छैन के गरी हुन्छ कसरी हुन्छ दिमाग लाउँदैछु झन् अब नानी पनि थपिहाल्यो खुसी नै छु म त दुब्लाएर भन्छौ भनेदेखि यिनीहरूको पिरले यिनीहरू नि नभनु छोराको त के पिर गर्नु र आफ्नै छोरो त्यो चोथालेको पिरले गर्दा हार र मासु मात्रै भइसक्यो भने कम त टेन्सन छ काकी मसँग एउटा सुपर आइडिया छ त्यो आइडिया मान्नुभयो भने तपाईँलाई राम्रो राम्रो हुन्छ मान्नुहुन्छ त कस्तो खालको आइडिया चम्पा भन्न म कसैलाई भन्दिनँ हेर्नुहोस् काकी त्यसलाई नि तपाईँले बिहान दिउँसो बेलुका अनि राति पनि के बुढाबुढी सुत्छन् त्यतिखेर पनि टर्चर दिइराख्नु सानो सानो कुरामा पनि ठुल्ठुलो स्वरले झर्की झर्की बोल्नुहोस् अनि त आउँछ नि त्यो ठाउँमा र काकी त्यसलाई दिनदिनै टर्चर दिनुहोस् अझ दिनदिनै किन छिनछिनमै टर्चर दिनुहोस् त्यसपछि तपाईँको टर्चर खप्नुभन्दा घर छोडेर गएकै बेस भनेर मजासँगले घर छोडेर जान्छु अनि त काकीको टेन्सनै छ हो चम्पा तिमीले ठिक भन्यौ तिमीले भने जस्तै गरी त्यसलाई म छिनछिनै दिनदिनै 24 घण्टा टर्चर दिएको दे मलाई सम्झिन त के 7 जुनी मेरो अनुहारै नहेरौँ जै भएर जान्छे त्यसपछि त तिम्रो र मेरो ओके के छ सर ल काकी मलाई नि यसरी गफ गरेर बस्ने फुर्सद कहाँ छ र हतारै छ अहिले म जान्छु है ल नानी मलाई पनि तिमी जस्तै आइडिया मास्टर चाहिएको थियो आइडिया दिनेको मान्छेको असाध्यै खाँचो थियो मलाई धेरै आइडिया र बुद्धि दियो त्यसको लागि धेरै धेरै धन्यवाद आउँदै गर है भइहाल्छ नि काकी आफ्नो फेरि बढी कुरो गर्ने बानी छैन हो कल्पना बहिनी कहाँ गएछ छोरी पनि छैन यसो गफ गरौँ भनेको घरमा त ताला पो मारेछ आमा छोरी नै कहाँ गएछ काई साहब कतै कल्पना काकीहरू गाउँ नै छोडेर गएनन् होइन के भन्छ यो बहिरे गाउँै छोडेर जानुपर्ने त्यस्तो के भएको छ र खेतबारीमा गाई बस्तुले घाँस काट्नु गएको होला नि बस्दै गरौँ न आइहाल्ला नि अहिले तपाईहरु के गरेर बस्नु भएको अनि यहाँ कसलाई कुर्नु भएको बोलै कुर्नु निसा यसो कल्पनालाई भेटौँ कि भनेर आएको घरमा ताला पो मारेछ होइन यिनीहरूको आमा छोरी कता गएछन् ए काजीबा तपाईलाई थाहा छैन कल्पना काकीको माइतबाट दाइ आएर आमा छोरीलाई नै लिएर जाँदै हुनुहुन्थ्यो म बाटोमा आउँदा भेटेको ए भनेपछि
कल्पनाको आमा छोरी मामा घर गयो होइन किन गएको रहेछ यिनीहरू अब यहाँ बस्दा मन्जु बहिनी डिप्रेसनमा गएर जे पनि गर्न सक्छ भनेर यहाँबाट लिएर जानु भएको रे मलाई कल्पना काकीले बाटोमा भन्नुभएको खासै त्यस्तो डराउनु पर्ने त केही थिएन अगाडि नै सचेत हुनु राम्रो अहिलेको बच्चाहरूले नराम्रो कदम नचाल्ला भन्नु सकिँदैन बरु ठिकै गरिन् कल्पना बहिनीले मामा घर पुऱ्याएर त्यही त काजीबा मन्जु बहिनीको दिमागमा त्यही अस्तिको घटनाले सताइरहेको होला अनि कल्पना काकीले मामा घर लैजानु पनि स्वाभाविकै हो के थाहा भोलि मन्जु बहिनीले त्यही कुराले आत्महत्या नगर्लिन् भन्न सकिँदैन हो निशा तिमीले ठिक कुरा गर्यो अब मामा घरमा 10-15 दिन बसी यताको सबै कुरा बिर्सिन्छ अनि आउला नि असाचे बाख्रा बस्तु चाहिँ कसले हेर्छ नि कल्पना काकीले यसो अलि दिन मलाई हेरिदिनु भनेर भन्नुभएको थियो म पनि घर जाँदै थिएँ यसो बाटो परेको भएर एक मुठी घाँस बाख्रा बस्तुलाई हालेर जाउँ कि भनेर छिरेको ल त निशा अहिले म गएँ कल्पना बहिनीलाई भेटौँ कि भनेर आएको अब पछि भेटौँ ल हिँडाइ भने ल हस् काजीबा तपाईँ पनि जानुहोस् म पनि यसो बाख्रा बस्तुलाई एक मुठी घाँस पात हालेर आउँछु आमाले मार्ने बेला भइसक्यो मलाई नि बिहानदेखि निस्केको आज चाहिँ भने मैले उर्मिला काकीसँग आफ्नो मनको कुरा भनेर मजाले आनन्द आएको ल खुब विस्फोट गर्यो है मनको कुरा मैले भने अनुसारले मेरो प्लान अनुसार त्यो घर चल्दियो भने त काम तमाम हुन्छ नमस्कार आजको नारीको वियोग भाग तपाईहरूलाई कस्तो लाग्यो र तपाईहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब कमेन्ट र लाइक पनि गरिदिनु होला र तपाईहरू कुन कुन ठाउँबाट हेरिराख्नु भएको छ त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र यो नारीको वियोग सिरियल नयाँ भएको हुनाले के कस्तो लाग्छ त्यो पनि हामीलाई भनिदिनु होला कमेन्ट बक्समा गएर हामीले सुधार्ने मौका पाउनेछौँ एक्सन कहाँ भेट्नु नि यही गाउँ बुझिसक्यो बाटो छोडिदिउँ के छन् मिलाएर एडिटर साहबले यो लाइटमा चाहिँ खुब उ गर्नुपर्ने हो यो घाम गएपछि फेरि हरियो छ पहेँलोको एउटा देखाउँछ यार ओके होला ओके एक्सन आउन त म बिहानै आइपुग्थेँ नि मितबा तर के गर्नु म चढेको गाडी नै खटारा परेछ 10 ठाउँ जति त बिग्रा मैले मजाले गने त्यसपछिदेखि बिग्रा त मैले गर्नै छोड्दिएँ अब मितबा यो गाउँको गन्ने मान्छे भएपछि सरी यो रोलिङ एक्सन कहिले आउनु नि भर्खर आउँदैछु अनि मितबा यो निशाले पनि बिहा गरिसक्यो हो र ओके एक्सन घर बालाई पनि ठिक छ के मितबा अब बालाई पनि मितबा भएको ठाउँमा जाउँ भने त हो नि मानेनन् म चाहिँ मितबा भएको ठाउँमा कट ल ल्याउँ एउटा ल्याउँ रोल एक्सन घर बालाई पनि ठिक छ के मितबा अब बालाई पनि जाउँ भने त हो नि मानेनन् अब बितो बग्दो छ भनेर टेर्दै टेरेनन् म चाहिँ मितबा भएको ठाउँमा मजाले गएर 2-4 दिन यसो घुमेर आउँछु भनेर आएको खटारा गाडीले गरेर सबै झुरे गर्दै नि ओके रोल एक्सन चुप्लाट अनि छोरी बालाई चाहिँ कस्तो छ नि सन्चो बिसन्चो सब ठिक छ मितबा अब बालाई पनि घुम्न जाउँ भने त हो नि मानेनन् अब घर बितो बग्दो छ भनेर टेर्दै टेरेनन् म चाहिँ मितबाकोमा 2-4 दिन यसो घुमेर मुड फ्रेस गरेर आउँछु भनेर आएको खटारा गाडीले सबै झुरे गरिदियो नि 2-4 दिन बालाई पनि यता बोलाउनु भएको भए घुम्नु काटौँ काट्दा पनि नि हो त छ त लगै छ बालाई 2-4 दिन बालाई पनि 2-4 दिन कति छ अनि बालाई पनि 2-4 दिन यतै घुमाउन ल्याएको भए भइहाल्थ्यो नि
यति मात्रै भन्यो अनि बालाई पनि यतै घुमाउनु लिएको भयो मिलिसक्छ भइहाल्छ नि ल लियौँ ल दुईजनामा उहाँलाई हेर्ने पेलेक भने जस्तै छ आफ्नो चाहिँ ल उहाँलाई नि हेर्दा हुन्छ